प्रचंड जी आके एमएलए के समर्थन लगे प्रधानमंत्री बनले, लेकिन खेल के नियम एमएलए नहीं मानल गए थे, खेल बिगड़ गए। एमएलए के सरकार से बाहर हुआ पड़े, राप्रपा के सेहो सरकार से बाहर हुआ पड़े। नेपाली कांग्रेस बुधियारी करके नेपाली कांग्रेस के गलती भेल, हमरो सब स्वीकार करे छी, लेकिन प्रधानमंत्री के विश्वास के मत देव काल में हम सब विश्वास के मत दिलिए। लोग बड़ा आलोचना करके शेर बहादुर के नेपाली कांग्रेस से विश्वास के मत केला देलके। पत्रकार साथी सब बड़ आगे संपादकीय लिखलखिन, बड़ लेखक सब, बड़ टिप्पणीकार सब, राजनीतिक विश्लेषक सब नेपाली कांग्रेस में की करे पड़ रहा है। हम सब कहली धीरज रखो के परिणाम मते हमसे कहे छे कोर्स करेक्शन। जो कोर्स बिगड़ गए है कोर्स करेक्शन के लिए जकर परिणाम भेटले। पहलका परिणाम राष्ट्रपति में नेपाली कांग्रेस के उम्मीदवार रामचंद्र पौडेल जी विजयी भेले। गठबंधन के उम्मीदवार जसपा के राम साहेब प्रसाद यादव जी विजयी भेले। और अखन काल फेर हम सब विश्वास के मत दिलिए। आप नेपाली कांग्रेस सत्ताधारी दल में अले, आप सत्ता पक्ष में अखन प्रचंड जी के नेतृत्व में सरकार है। आप 5 वर्ष तक सरिया का फिर के संसद विघटन हो के खतरा नहीं है। नेपाल के संविधान जो हम सब जारी कर रही अपना सब मिलकर, तो इनमें पिछला तीता अनुभव के ध्यान में राय कई गारंटी लिखने रहे। प्रधानमंत्रियों चाहे तो संसद के विघटन नहीं कर सके से हम सब संविधान में व्यवस्था करने छी, लेकिन बोली जे या प्रधानमंत्री रहे तो या दू बेर कर सब चलाल, लेकिन फिर ओकरा रिइंस्टेट कर देलकै। आप अखन जे गठबंधन बनलै नेपाली कांग्रेस, माओवादी केंद्र, एकीकृत समाजवादी, जनता समाजवादी, लोकतांत्रिक समाजवादी लगायत आरो पार्टी सब छै, जनमत पार्टी लगायत के पार्टी सब जे छै यहाँ के, ऐसा पार्टी सबके अखन के प्रतिबद्धता है कि 5 वर्ष तक संसद के सफलता पूर्वक कार्यान्वयन करी। जनता के बीच में चुनाव के लिए फिर 5 वर्ष के बादे आगे 5 वर्ष तक जनता के पक्ष में और देश के पक्ष में बढ़िया से बढ़िया काम करी से हमरा सबके प्रतिबद्धता है। से अहाँ सबसे हम निवेदन करना चाहे छी। यो गठबंधन कहिले सम्म कायम रहन्छ, चिंते नहीं करू। यो गठबंधन 5 वर्ष तक कायम रहते। तपाईं मंत्री बन्दै हुनुहुन्छ कि मंत्री हुनुहुन्न, अब शेर बहादुरले दिनुहुन्छ भने भन्छु, तर मेरो संभावना कम छ। मंत्री तो बन्दैन, राम्ररी बुझ्नु होला। तपाईले सोध्नु भएको छ मन्त्री बन्दै कि म त प्रधानमन्त्री भइसकेको छु नि त। मध्य प्रदेश सरकारमा कांग्रेसको सहभागिता कहिले हुन्छ? मध्य प्रदेशको सरकारमा कांग्रेसको सहभागिता छिटोभन्दा छिटो हुन्छ। पहिले केन्द्रीय सरकारको पूर्णता भइसकेपछि त्यसपछि मध्य प्रदेशमा पनि हुन्छ। अब तपाईहरुलाई यो पनि बताऊं, मध्य प्रदेशमा मात्रै होइन, सकिन्छ भने सुदूरपश्चिममा त भइसकेकै छ। 7वटै प्रदेशमा अब कांग्रेस सरकारमा जान्छ। कुनै ठाउँमा नेतृत्व गर्छ, कुनै ठाउँमा सहभागी हुन्छ। 5 वर्षमा हुन्छ त आलो पालो पनि भइहाल्छ, चिन्ता नगर्नुहोस्। तर कांग्रेस सरकारमा जान्छ। जनताले कुनै एउटा दललाई बहुमत दिएको छैन, मतदाताले कुनै एउटा दललाई बहुमत दिएको छैन। एउटा दललाई बहुमत न त केन्द्रमा दिएको छ न त प्रदेशमा दिएको छ। त्यसकारणले 5 वर्षसम्म संसद विघटन हुँदैन, प्रदेशसभा विघटन हुँदैन भन्ने ग्यारेन्टी छ। तर सरकार चाहिँ बदलिरहन सक्छ, त्यसको लागि चिन्ता नगर्नुहोस्। जनताको काम भइरहन्छ, देशको काम भइरहन्छ। मुख्यमंत्री परिवर्तन होने संभावना कति छ? राजनीतिमा कुनै पनि संभावना तपाईको हमेशा कायम रहन्छ। अहिले के हुन्छ त्यो गठबन्धनको
समझदारी र गठबन्धनको निर्णयमा निर्भर गर्दछ। काठमाडौँमा प्रचण्डजी पहिलो चरणमा, त्यसपछि माधव नेपालजी, त्यसपछि शेरबहादुरजी। यो 5 वर्षमा 3टा प्रधानमन्त्री हुने कुरा छँदैछ। यो लुकाउने कुरा छैन, लाज मान्ने कुरा पनि छैन। किन लाज मान्ने छैन भने तपाईँहरूले भोटै पुरा दिनु भएको छैन। भोट दिने बेलामा सबै पार्टीलाई मिलाएर दिने, अनि सरकार के एक्लै पार्टी चलाउनेमै हुन्छ? त्यो हुँदैन नि त। कतिपय लेखकहरू पत्रकारहरू लेख्नुहुन्छ, ल सरकारले बदलिरहन्छ, स्थिरता भएन। ओ महाराज, ओ पत्रकार साथीहरू, ओ विश्लेषक साथीहरू, मतदाताको जनादेश के हो? एउटै पार्टीको सरकार बनाउनु छ र? तपाईँ रिसर्च गरेर हेर्नुहोस् त। त्यसकारणले म विश्लेषक साथीहरू, लेखक साथीहरू जो लेख्ने गर्नुहुन्छ, उहाँलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु, मतदाताले दिनुभएको मत हो त्यो कुनै एउटै पार्टीले 5 वर्षसम्म सरकार चलाउनको लागि दिएकै छैन। त्यसकारणले हामीहरूले पनि मतदाताकै आदेश अनुसार 5 वर्षमा 2-3टा सरकार बनाउँछौँ त के आपत्ति भयो? के पाप भयो त? मतदाताको जनताको सम्मान भएन र? त्यसकारण यसको चिन्ता नगर्नु। हो कुरा एउटै मात्रै हो, संसद विघटन गर्नु हुँदैन। जनतासँग जनादेश दिनको लागि फेरि 5 वर्षपछि मात्रै आउने। त्यो कामले हामीहरूले गर्न सक्यौँ भनेदेखि यो मतदाताप्रति, जनादेशप्रति सम्मान हुनेछ र हामीले हाम्रो कर्तव्य, राजनीतिक कर्तव्य पालन गरेको ठानिन्छ। यसमा लाज मान्ने काम छैन, टिका टिप्पणी गर्ने काम छैन। अब तपाईँको इच्छा छ टिका टिप्पणी गरिरहोस्, आलोचना गर्ने लोकतन्त्रको अधिकार छँदैछ। यो खेलकुदको मैदानमा राजनीति कुरा गर्ने कि नगर्ने बडो गाह्रो हुन्छ हेर्नुहोस्। तर पत्रकार साथीहरूले आफैले दिनुभएको हुनाले मलाई लाग्छ यो खेलकुदको मैदानमा यो राजनीति कुरा गरेको हुनाले कमसेकम प्रत्येक पत्रकारले मलाई पक्कै आलोचना गर्नु हुने छैन कि तपाईँले नै भन्नुभएको छ भनेको लागि त्यसले भनेको छु मैले। होइन भने राजनीति कुरामा कमै गर्छु। अन्तमा यहाँ मैले सुनेको छु स्वतन्त्र विद्यार्थीहरूको चुनाव भएको छ, निकै धाँधी भएको छ, 200-250 नक्कली मतदाता। 12 बजेसम्म तपाईँको राम्रो भयो निर्वाचन, 3:30 बजेतिर पछि अचानक गोलमाल भयो। मैले यहाँको स्थानीय प्रशासकसँग कुरा गरेँ, सम्पर्क गरेँ। भित्र त राम्रै भएको छ हजुर, बाहिर के भयो थाहा भएन, विवाद अलिअलि भएको भन्नुभएको छ। नेपाली काङ्ग्रेस, नेपाल विद्यार्थी सङ्घको र नेपाली काङ्ग्रेसको स्ट्यान्ड हो यो कलेजमा अहिले भएको चुनाव स्वीकार्योग्य छैन, धार्मिक भएको छ र यसलाई पत्तर गरेर पुनः मतगणना गरियोस् भनेर हामीले केन्द्रमा यो कुरा पुर्याएका छौँ। स्थानीय प्रशासनलाई पनि यसको जानकारी मैले आफैले पनि दिएको छु।